मार्केट लग्थ्यौँ न त्यो पारी गएर चाहिँ। अब जाने बेलामा बुवाहरूलाई फलफुल किनिदिनु हुने अरे दिदीले। चापागाउँको फेमस मिठो खालको रहेछ यो। राम्रो रहेछ, फेरि फलफुल पनि सजावट पनि सफा क्लिन गरेर राखेको रहेछ भाइले। भाइको पसल छ है, के हो नाम? जय श्रीराम। यहाँ पनि रहेछ सुन्तला पनि। ए राम्रो रहेछ, सफा पनि रहेछ नि त पसल पनि। भाइ प्राइस मिलाएर दियो भनेदेखि सबै आउँछ है। सौजीलाई पनि देखाइदियो त दिनु भ्लगमा, मेरो भ्लगमा। यहाँ आउनु होला, सुन्तला फ्रेस रहेछ, राम्रो रहेछ, मिठो रहेछ। प्राइस पनि मिलाएर दिनु हुँदो रहेछ। हामी कति किलो लाने? 4 किलो त्यस्तै। कहाँको सुन्तला हो यो? मनोकामना यो हो र मनोकामनाको। यहाँ चाहिँ बिन्ता राईले सुन्तला छान्नु हुँदैछ, मनोकामनाको अरे। फ्रेस आएको रहेछ चापागाउँमा। अनि हामी चाहिँ हाम्रो काम सकेर घरतर्फ लाग्दै गर्दा यो भाइको पसल देख्यौँ। यहाँ भाइ हुनुहुन्छ साउजी।